हेलो सेवानी गाइस, आज फेरि अर्को ब्लग लिएर तपाईँहरूको माझमा उपस्थित भइसकेको छु। आज चाहिँ छुट्टै खालको ब्लग हुनेछ। पिकनिक जानेछौँ साथीहरूसँग, हेर्नु होला। यहाँ हाम्रो मन्दी बुबुले चाहिँ एकदम दाउरा काट्नु लागि चाहिँ बन्चरो पनि लिएर आउँदैछ। ऊ अब यसले दाउरा काट्नुपर्ने होइन बुबु, दाउरा काट्नै भन्छ कि ढुङ्गा चिर्नुपर्ने। अब यो बन्चरो चाहिँ भराइ जाँदाखेरि चाहिँ कसले जिम्मा लिने हो यो बुबु? यो नखाने मान्छेले भरा यसले नै हानाहान गरेर गर्दैन होला नि मलाई। फेरि यसले हानाहान गऱ्यो भने चाहिँ रड्डी हुन्छ। हामी चाहिँ अब यहाँबाट गाडी जाँदैन, बाटो बाटो त खत्तम भएछ त है। ला अन्त चाहिँ अब हामी यहाँबाट सर्टकट हिँडेर जाँदैछौँ। यो यस्ता केही छ भन्नु तपाईँलाई? आज पिकनिकको बारेमा यसो भनिदिनु न अलिकति। बोक्न हो भाइ, म चाहिँ म लाउँदिनँ कम्पुट चाहिँ। ल त्यो म लाउँदिनँ पनि, यत्तिकै जाने म। अरू दाजुहरू अघि पुगिसक्यो। यहाँ चाहिँ हामी अब सुरुवात भयो हाम्रो पिकनिक। आज यतिजना छ यहाँ। बुबु साङ्गे यता हेर्नु, आगे साङ्गे यता हेर्नु छिटो। यहाँ आगे साङ्गे राकेश दा। यहाँ मेन हेड कुक आज बुबु। आज बुबुको हातको खाइन्छ मजाले, सेकुवा खेकुवाहरू हुन्छ यहाँ। ऊ अब यो चाहिँ हाम्रो माछा मार्नु लागि रेडी हुनेछ ट्रेडिसनल स्टाइलले। ऊ मछौडी भयो यो दाजु चाहिँ। मछौडे दाजु हो कि दाउरा छिर्नु आँटेको? पहिला दाउराको मेरो बन्चरोले के अरे माछा मार्नु आँटेको तपाईँले? त्यो मछुवारालाई फाटेको दिनुपर्छ। यहाँ सबजना रेडी हुनुहुन्छ। यहाँ हाम्रो आजको मेन हेड माछा मार्ने मान्छे यहाँ दाजु। आज माछा मार्ने होला नि पक्कै? मार्ने हो। ल अब माछा मार्ने छ यहाँ हामी। यहाँ हाम्रो सिनियर बुबु। आज हाम्रो पिकनिकको बारेमा यसो भनिदिनु न अलिकति। भन्नु के चाहिँ अहिले सुरु भएको छैन, सुरुवात भएको छैन, बोल्ने बेला भएको छैन अहिले। बोल्ने बेला त भएकै छैन। अहिले एकछिनबाट हुन्छ होइन। ल यहाँ हाम्रो अब सुँगुर मासु। यो चाहिँ के हो? सेकुवा, पर्कको सेकुवा आज चिल्ली। यसको दामी छ त मासु त। ओ बलुवा खाएन त्यसले। यहाँ हाम्रो मनिकर बुबुले कुखुरा पोल्दैछ है एकदम आज चाहिँ। कुखुरा पोल्दैछ। यसको चाहिँ भरे के भनिन्छ बुबु? सेकुवा भनिन्छ। सेकुवा कि सुप खाने हो यो चाहिँ? सुप खानेले के हो, बस्तीको त सुप खानु पर्यो नि हो यसको त। सेकुवा त अर्को होइन, पोल्ट्रीको। पोल्ट्रीको सेकुवा हो यसको। सेतो चाहिँ यहाँ लडिरहेको छ। सेकुवा खाने, यो सुप खाने। हजुर यहाँ हाम्रो आगे साङ्गेले एकदम दाउरा छिर्दैछ दामीसँगले। के हो फङ गर्दैछ त त्यो दाउरा त? दाजु पुरा फङ गर्दैछ त त्यो दाउरा त। अन्त सेकुवा पोली खाने ढुङ्गा चाहिँ जति रहेछ यहाँ। यहाँ मन्दी बुले दाउरा ओसारेको छ एकदम। अब अहिले तपाईँहरूले यहाँ हाम्रो जति पनि देख्नुहुँदैछ राम्रोसँगले हेरिराख्नुहोस् होला। भरे यहाँ ड्रास्टिक चेन्ज हुनेवाला छ उहाँहरूको अनरहरू है। उहाँहरूको अब भरे के कसो हुनसक्छ होइन बु? अहिले राम्रै हेरिराख्नु पऱ्यो नि होइन? भरे नचिन्नु पनि सक्ला कसैले कसैलाई। त्यो चाहिँ हामी भन्नु सक्दैनौँ भरेको लागि चाहिँ कि तपाईँहरूले अहिले नै एकदम यहाँ हाम्रो एकदम राम्रोसँगले मिलेर गर्दैछ काम। अरू कतिजना आउँदैछ यहाँ। दुई भाइले चाहिँ के खोज्दैछ हौ? अचारको लागि अचार खोजेको बुबु। अचार खोइ देखाउन कति पायो? खोइ कतिवटा? ए काफी यतिर त अलिक पर सुक्खा बल्ल भएको खोज्नुपर्छ हौ। चिसो भयो नि, चिसोमा त हुँदैन साह्रै। पहिला जस्तो छैन नि अहिले। यहाँ छ यस्तो छ हाम्रो आजको पिकनिक स्पोट चाहिँ तपाईँहरूलाई देखाउनु पर्दा। यो चाहिँ हाम्रै गाउँको मुनि खोलामा मजाको जग्गा छ। यो पुल भयो, पुलको मुनि।
भन्नुहुन्छ भर्खर आइपुगेकोमा तपाईँ आजको पिकनिकको बारेमा यसो भनिदिनुहोस्। म चाहिँ अलिक ढिलो भयो यहाँ साथीहरू आएर चाहिँ सबै काम कुरोहरू सबै ठिकठाक गरिदिएको छ होइन। अलिक ढिलो आएको थिएँ अनि अब यहाँ प्याजहरू सानो सानो कामहरू सुरु गर्नु आएको हो। यहाँ हाम्रो दुईजना मन्दी बुबु र हाम्रो चन्द्रेश दोष पनि आइपुगेछ। चन्द्र के भन्नु छ? केही अहिले भन्नु छैन। अहिले एकछिनबाट मात्रै शब्द फुल्छ है। बोली फुटेको छैन अहिले केटाहरूको। अहिले एकछिनबाट यहाँ क्याप्टेनले सबै लानु आँटे बाचा मार्नु। बुबु यो अलिकति यसको बारेमा चाहिँ तपाईँले भनिदिनु नि मेरो भ्लगमा पनि। यो चाहिँ तपाईँको बस्तीको कुखुराको हो। हजुर। यसलाई चाहिँ भुत्ला डराएर यो चाहिँ अहिले सुपमा यसलाई चाहिँ तिते भनिन्छ हो। अन्त अब राई भाषाबाट चाहिँ हामी हजुर अब यो हामी सबैले चाहिँ कतिजनाले तिते पनि तिते भन्छ है। प्रायःले तिते भन्छ। यो चाहिँ अन्त एकदम सुपमा हालेर खान्छ। रुगा मार्की अलिअलि लाग्दै गरेको भने हातसिङ गर्दा पहिला सिकाउँछु भनेपछि अहिले खोला खेलेको यसले छुट्टी एकदम जाती भइहाल्छ। आम्मामा हाम्रो यहाँ कुक आज मर्निङ कुमार बुबु हेर्नु पसिना गरेर मेहनत गर्दैछ यहाँ अलिअलि। अब हाम्रो यहाँ पिकनिक चलिरहेको छ, तपाईँले हेरिरहनु भएको छ है। अब जतिजना हाम्रो साथीहरू आउनु भएन तपाईँहरूलाई पनि अब हामीले मिस गर्दैछौँ। कतिजना व्यस्तताले आउनु भएन तर हामी एकदम बबालसँगले आज पिकनिक गर्दैछौँ। यहाँ हाम्रो मस्ट सिनियर बुबुले टमाटर काट्नु सुरु भइसकेको छ। त्यो दही चाहिँ पानीमा भिजाइदिने। यहाँ हाम्रो सेकुवाको लागि पनि केटाले आगो फुकेर ढुङ्गा बसाइसकेको छ। यो टक्कै अब यो तातिनु पर्यो। यसको अहिले म तपाईँहरूलाई फुटेज देखाउने नै छु। यहाँ काम चलिरहेको छ। अझै बुबुहरू आउँदैछ, यस्ताहरू आउँदैछ हो। यहाँ आफ्नो आफ्नो काममा बिजी छ। यहाँ रोशन बु तल खोलामा यहाँ माछा बगरमै मारे खोइ देखाउनु कत्रो मार्यो आम्मा कत्रा मान्छे उहाँ चाहिँ मन्दिर भयो बगरमै पक्रेको माछा सुतिरहेको रहेछ है। यहाँ मेरो मेन दाजु आउनुभयो। दाजुलाई स्वागत छ मेरो भ्लगमा। आजको पिकनिकमा स्वागत छ तपाईँलाई। लु अब रमाइलो गर्नुपर्छ है। अब त रमाइलो त्यसै भाग्यो नि हात मिलाउँ न हौ, हात मिलाउँ सबैसँग। यहाँ चाहिँ हाम्रो पर्क सेकुवाको ढुङ्गे सेकुवाको लागि रेडी भयो है। यहाँ हाम्रो आगे साङ्गेले फर्स्ट स्टार्टिङ अब पोल्नु सुरु हुँदैछ। लु यहाँ हाम्रो मेन सेप चाहिँ आजको यो पर्क सेट उयसको चाहिँ सेकुवाको चाहिँ दामी तातेछ ढुङ्गा पनि। आम्मा चाहिँ भर्खर स्टार्टिङमा अहिले देखाउँछु म तपाईँहरूलाई। के छ दाजु अब के भन्नु छ तपाईँलाई? आज त अब केटाहरूसँग भेट्यो है, निकै दिन बाद भेट्यो हो। अब यहाँ चाहिँ एकदम बनभोज खाँदैछ होइन। यहाँ हाम्रो केटाहरूसँग अब कसैले फिसिङ गर्नेछ, कसै पकाउँदैछ। अब रमाइलो हुँदैछ हाम्रो। दामी दामी। अहिले बेलुका चाहिँ अब चिन्नु सक्दैन कसैले कसैलाई। त्यतिखेर त्यो हुँदैन फेरि। त्यतिखेर बपाल हुन्छ है। बोक्नु चाहिँ एकअर्कामा बोक्नु चाहिँ नपरोस्। बाटो अलिक लामो छ हिँड्नु पर्छ। हेर्दै गर्नु होला हाम्रो भ्लग यसरी नै ल भरेसम्म। आजको फर्स्ट हाम्रो यो चिकन चिल्ली रेडी यहाँ बुबुले बनाउनु भएको। अब यो चाहिँ टेस्ट चाहिँ म आफै गरिदिनु पर्यो। दामी भएछ। यहाँ पर्कको यो बनिँदैछ। यहाँ सेकुवा खै कहिले बनाइसक्ने कुक ढिलो भयो, साह्रै ढिलो कुक हो। यहाँ पाकिसक्यो होइन। अब टेस्ट गर्नुपर्छ यो हामी ल। अब हामी चिकन चिल्ली टेस्ट गर्ने पहिला हामी तिनजना टेस्ट गर्नुपर्छ, त्यहाँदेखि मात्रै अरूले खान्छ। ल अब यहाँ हाम्रो पर्क चाहिँ रेडी हुँदैछ। यहाँ ऊ निस्किन छ। अब यो बाइट गर्नुपर्छ एकदम फर्स्टमा। यो चिल्लीको बारेमा अलिकति बु भनिदिनु पर्यो। चिल्ली एकदम दामी दामी हो। हाम्रो बन्धुले दामी बनाउँछ। यहाँ हाम्रो हेड कुक हो नि हाम्रो कुक एकदम कस्तो भएछ बुबु? अब यहाँ हाम्रो सिनियर सिटिजनले पास गरिसकिसक्यो। बुबु यो के भनिदिनु पर्यो अलिकति? यो चाहिँ हाम्रो सिनियर दाजु बन्धु है। हजुर। मस्ट उहाँले बनाउनु भएको चिल्ली एकदम A1 एकदम दामी। भाइहरूले अर्गनाइज गरेको पिकनिक पनि खुसी लाग्यो। दामी भयो। सर्ट एन्ड स्विटमा भएको थियो खोलामा पिकनिक राखेको है। यसरी अब भाइहरूसँग पिकनिक खान आयो, खुसी लाग्यो।
दामी दामी यस्तै हेर्दै जानुहोस् आज हामी दामी दामी कुराहरू पकाएर खाउनेछौँ। यहाँ हाम्रो बुबुले पुरा हात चाटी चाटी खानुहुँदैछ कि कस्तो भयो बुबु यो दामी हो। यहाँ कर्ची मर्ची पनि आम्बो कर्ची मर्ची पनि छ आज दाइ पुरा छ हाम्रो डिक्स आज। तर नसोचेको आज हामीले पिकनिक खाइयो अचानक राम्रो भइरहेछ। तपाईँको 3x देखाइदिनुहोस्। बबल सुट्ने 3x हो पुरा बबल सुट्दैछ केटाले एकताल बोलाउनु छ यहाँ हो हाम्रो आउनुभयो यहाँ फेरि के लिएर आयो यो काठमा छ त डल्लै चिया तिर्खा लाग्यो भनेर आम्मा यतिको चाहिँ हुनु पर्यो नि अन्त। यहाँ सेपसाप भन्दा यो कहिले पाक्ने हो यो पाकेको अब पाक्दैछ खाने बेला भयो होइन अब यो ढुङ्गे सेकको है यो चाहिँ अब म टेस्ट गर्न आँटेको छु है फर्स्ट। दामी दामी साँच्चै दामी नुन पनि टक्कै भएछ आम्मामा लु टेस्ट गरिहाल्नु छ बु यसको रिभ्यू पनि दिनु पऱ्यो तर कस्तो भयो दामी हो लु चिया लिएर खाइहाल्नु पऱ्यो अब खाली पो हाल्नु पर्छ त माछा छैन यहाँ फेरि हल्का भेजको कुक यहाँ हाम्रो यो भेज पनि चाहिँ भेज आइटम पनि फेरि अलग्गै एकदम यो चाहिँ स्पेसल पाराले पाक्दैछ। नखानेलाई यो चाहिँ नन भेज नखानेलाई भेज नखानेलाई पाक्दैछ भनेपछि हाम्रो यहाँ सानो ग्यास पनि छ पाक्दैछ। तिनवटा जाम चाहिँ केटाहरूको सबै डर नै छ। अब यो भराइ यो चाहिँ खासमा के को लागि यो पनि छ अन्त यो चाहिँ भरे केटाहरू बेसी मात्छ कि यसलाई फ्रेस बनाउँछ। यो चाहिँ फ्रेस यो फ्रेस बनाउने दबाई पनि छ यहाँ बेसी मातेर फ्रेस यहाँ हेर्नुहोस् देखाउनु न यहाँ यो चाहिँ भरे जो मात्छ त्यसलाई फ्रेस बनाउने चिज छ अरे यो चाहिँ अर्ग्यानिक फेरि एकदम अर्ग्यानिक हो यो बुबु। ल यो चाहिँ जोगाएर राख्ने बेला भयो यहाँ हाम्रो एकदम सिनियर बोबो मौसममा बसेर यहाँ एकदम सेकुवा पोलेको मनोरञ्जन लिँदै एकदम सबै मेरो भाइहरूले हो एकदमै धेरै धेरै धन्यवाद। यो मौसममा बसेर मेरो कार्यक्रम के छ म त्यो गरिहाल्छु। अलिक राम्रोसँगले गर्नु पर्यो है यहाँ ल यहाँ एकदम राम्रोसँगले गर्नु पर्यो सबैजना। यहाँ एकदम कस्तो रहेछ हौ मासु दामी भयो हाम्रो ढुङ्गा सेक परेर यो अलिकति योहरू खुवाइ हुँदैछ एकदम मजा आइरहेछ अहिले सबैजनाले आफ्नो आफ्नो आम्मा यतिको चाहिँ हुनु पऱ्यो नि दामी के हो दामी 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 फेरि वाच मोर चाहिँ अब अचारसँग खानाहरू म हो यहाँ हाम्रो जेम चोकवाला चाहिँ अचार लु निम्बु हालेर लु खाएर देखाउनु त बु कोपा कस्तो कस्तो बिल भयो अलिक भन्नु पर्यो यहाँ दामी भयो निम्बु पनि हाल्नुपर्ने अब यो चाहिँ यसो गरेर आटासँग निम्बु खानुपर्ने किन हाँस्यो तपाईँ होइन यो चेकवा नसके त खोइ जानु मान्दैन त अन्त चेकवा सकेको छैन रुगी बस्छ सबैजना वरिपरि अन्त आम्मा यहाँ हाम्रो मूल राखेको पनि काम लागेन हो यहाँ सबै खेदाउनु सकेको छैन अन्त यहाँ वरिपरि आजको शिकार यहाँ माछा पनि रेडी छ। अब माछाको एक्स्ट्रा डिक्स हुन्छ यो पनि हामी पकाएर तपाईँहरूलाई देखाउनेछौँ। यहाँनिर पाकिसके मासु यहाँ हाम्रो आगे साङ्गेले चाहिँ फेरि सलाद बनाउँदैछ। सलादको लागि काँक्रा र यो गाजर काट्दैछ यहाँ हाम्रो दाजु एकदम मेहनत गरेको छ है बिहानदेखि। यहाँ बिचरा हाम्रो बुबुले अब लास्ट चिकन सुप
तातो यो चाहिँ अब खुवाउनु हुने अरे चिकन छ हो बस्तीको चिकन साथीहरू माछा मार्नु गएको छ उनीहरू आउँदा चाहिँ एकदम तातो सुप एकदम उयो तिते हालेर आमामामा मजाले सुप भरेर राखिदिएर बाहिरको जाडो साडो सब भएर चाहिँ चिसो जाने गरी सुप चाहिँ खुवाउने बकेटालाई आज है भोलिदेखि फेरि तन्दुरुस्त भएर गाडी खेप्नु पऱ्यो नि त अन्त एकदम सबै आफ्नो काममा लाग्नु पऱ्यो र यसमा चाहिँ हाम्रो भाइहरूलाई धन्यवाद किनभने यसरी आफ्नो लाइफलाई इन्जोय नगरेर टाइम नदिएको थुप्रो भएको थियो है कहिले कहिले हामीले यसो गर्नै भुलिसकेको थियौँ एकदम मजा आयो आज चाहिँ रिमेम्बर भयो सबैलाई यहाँ हाम्रो फेरि स्पाइडरम्यान हो कि के हो यो के भन्नु अब यहाँ ढुङ्गा माथि बसिरहेको छ फेरि हो टावर खोज्नु भएको पो नेटवर्क छैन छ यहाँ DSLR मात्रै जान्छ नि। हिमाल चढिसक्नु भयो उहाँ यहाँ हेर्नुहोस् यहाँ एकदम कञ्चनजङ्घाको टुप्पोमा यहाँ बुबु हाम्रो फेरि सिरियस के सोच्नु रहेछ हौ तपाईँले यस्तो सोच्नु त अब यो उकालो पछि जाउँ भन्ने सोच्दैछु भरे जानु कसरी पर्ने हो आउनु त आइयो आइयो ओह्रालो त अब यो ठाडो उकालो चाहिँ बहुत छ भात पनि खाउँ कि नखाउँ सोचाइ आफ्नो आफ्नो छ यहाँ अब हामी सबै कुरा पाकिसक्नु आँट्यो त्यही खाएर यहाँबाट हामी अब आज सक्नेछौँ एकदम रमाइलो भइरहेछ पलहरू क्या हुआ तेरा वादा वो कसम अलिकति सानो अपडेट फेरि दिनु पर्यो मलाई के हुँदैछ बुबु यहाँ पाक्दैछ अलिक फ्राई हुँदैछ हो अहिले चाहिँ फ्राइड मात्रै हुँदैछ है मजाले फ्राई गरेर त्यसलाई सुप हाल्नुपर्छ हो इन्जोयसँग गर्नुहुँदैछ तपाईँले त आमामा आज त एकदम हाम्रो बुबुले इन्जोयसँग पकाउँदैछ है यहाँ त आमामा यस्तो नाच्दै गाउँदै गर्दै हो रमाइलो हो रमाइलो रमाइलो यहाँ छ उहाँ आफ्नो आफ्नो चाहिँ चिलमा आजको दिनमा मजा गर्न आएको हो सही हो यो कुरा चाहिँ आमामा दामी हुँदो रहेछ बु हामी ड्राइभरको जिन्दगीमा त्यस्तै हो भाइ कहिले भित्ता कहिले छेउ कहिले भिरमुनि त कहिले भिरमाथि अन्त त कसलाई थाहा छ नि कुन समयमा के हुने होइन बुबु इन्जोय गरिराख्नुपर्छ हामी यहाँ हाम्रो बिचरा बुबुले सबै पकाउनु धुनु पनि गर्नुहुँदैछ उहाँ एकदम जोसमा हुनुहुन्छ गीत गाउँदै यस्तो जाडोमा धुनुहुँदैछ एकदम हाम्रो बुबुलाई धन्यवाद तपाईँले यो भिडियो हेर्नुहुँदैछ भने एकदम धन्यवाद छ तपाईँलाई हाम्रो साथीभाइहरू एकदम दाजुहरू इन्जोय गर्दैछ यहाँ चाहिँ हाम्रो अन्तिम रेसिपी डिक्स भनौँ माछा फिसको बनिँदैछ एकदम अर्ग्यानिक पाराले यहाँ बुबुले एकदम यहाँ बाँसमा पकाएर यो चाहिँ हामी खानेवाला छौँ यसको पनि तपाईँलाई देखाउने छु यो चाहिँ बाँसमा बुबु अब खै दुन्दा हो राम्रैसँगले यो चाहिँ बाँसमा पकाउनु आँटेको बुबु यो चाहिँ बाँसको दाबिलो भात चलाउने हो ए भात चलाउने पो यो माछा चाहिँ केमा पोल्ने हो पकाउने हो ए ढुङ्ग्रोमा ल यहाँ हाम्रो अर्ग्यानिक बस्तीको सुप चाहिँ रेडी भएको छ तपाईँलाई अघि यहाँ एकदम दामी अहिले हामी एकदम सबै खाएर देखाउने छौँ है तपाईँहरूलाई कस्तो भएछ टेस्ट यहाँ प्रोसेस चाहिँ देखाउनु पऱ्यो नि त माछा कसरी हालेको यहाँ एकदम यहाँ चाहिँ अर्ग्यानिक बाँसमा हाम्रो माछा पाक्दैछ यो चाहिँ अहिले यसको पाकेर तपाईँलाई देखाउने छु माछा पाकेको छ यहाँ बिजी छ सबैजना खानु ल माछा खायो माछा खायो आगे चङ्गेले यहाँ हाम्रो बुबुले सुरु गर्यो अब सुरु भयो आजको वनभोज सुरु भयो
खाएर एकदम तन्दुरुस्त भइसक्यो। हाम्रो बुबु चाहिँ लाग्नुभयो उहाँ, किनभने अब सबैभन्दा लास्ट हुनुहुन्छ भनेर चाहिँ अब फर्स्टमा लाग्नु भएको अरे। यहाँ हामी अब सबैजना सक्यौँ पिकनिक खाएर, अब यहाँ खाना खाने खाइसक्यो है। अब हामी फेरि तपाईँहरूसँग नेक्स्ट ब्लगमा भेट्छु भन्दै बाचा गर्दै आजको ब्लगलाई यहीँ समाप्त गर्न चाहन्छु गाइस। रमाइलो भयो होला, कमेन्ट गरिदिनु होला प्लिज। बाई बाई भन्नु सबैले, बाई बाई। आजको पिकनिक यहाँनिर अन्त हुन गइरहेको छ। यहाँ बुबु अलिकति के भनिदिनु न लास्ट पिकनिकको आजको बारेमा, छिटो छिटो अलिकति। लास्ट पिकनिक चाहिँ दामी भयो, दामी भयो एकदम दामी। बुबु आजको पिकनिक कस्तो भयो अलिकति भनिदिनु पर्यो। आजको पिकनिक चाहिँ एकदमै दामी भयो। दामी विशेष भयो। गरेर हाम्रो सागर भाइ जो अर्गनाइजिङ भाइ छ उहाँले एकदमै राम्रो अर्गनाइज गरेको छ। हामी सबै साथीभाइलाई एकदमै रमाइलो गरायो हो। फेरि फेरि पनि यस्तै खालको पिकनिक अर्गनाइज गरिदिनु भाइलाई म फेरि यो निवेदन पनि राख्दछु हो। धन्यवाद। आज कस्तो भयो बुबु? एकदम दामी हो। मजा आयो। फेरि यसरी गरिबस्नुपर्छ हामीहरूले किसानबाट होइन, इन्जोय गरिबस्नुपर्छ। त्यो रात दिन त्यो दिनभरिको त्यो 500 रुपियाँ कमाइराखेर मात्रै हुँदैन, हुँदैन। इन्जोय मस्ट। थ्याङ्क यू। तपाईँले के भन्नु छ आजको पिकनिक बारेमा अलिकति? कस्तो मजा आयो कि आएन भन्नु न। मजा आयो। ल के छ आज तपाईँको बारेमा अलिकति छिटो? आज मलाई एकदमै रमाइलो लागेको छ हाम्रो दाजुहरूसँग पिकनिक खानु होइन। धेरै वर्ष पछाडि हो। धेरैभन्दा धेरै वर्ष पछाडि यसरी गेट टुगेदर पनि भयो सबैजनालाई होइन। पिकनिक एकदमै रमाइलो भएको छ। फेरि आउँदो दिनमा पनि यस्तै अर्गनाइज हुनु पर्यो। थ्याङ्क यू। यहाँ हाम्रो दुईजनाले एकदम आम खाइरहेको अवस्थामा फेरि म सोध्न चाहेँ जेम्स कोकलाई कस्तो आयो आजको लागि कस्तो भयो तपाईँलाई भनिहाल्नु खाएकै छैन। होइन कस्तो लाग्यो पिकनिक? दामी दामी दामी। तपाईँलाई के भन्नु छ मेरो दाजु? मलाई त टोल खेल्नु जानु मन पर्यो। ल तपाईँ जानु होला टोल खेल्नु। मन्दिरको कस्तो लाग्यो तपाईँलाई आज पिकनिक? हाम्रो तपाईँहरूको पिकनिक टप दामी दामी दामी। थ्याङ्क यू सो मच। भनिदिनु पऱ्यो आजको पिकनिक बारेमा। पिकनिक त अब एकदम फ्यान्टास्टिक दामी भयो दामी। खुसी छ तपाईँ सबैजना? मजा आयो। ल हुन्छ धन्यवाद। यहाँ ऊ खाना खाइरहेछ लास्ट। रात पर्यो मासु उप्रियो। ल बाई। रात पर्यो त बुबु अन्त आज यहीँ साथीहरूसँग चाहिँ रात मात्रै के त अब रातदेखि पनि दिन होस् न, तर साथीहरूको लागि चाहिँ साथ चाहिँ छोड्नु हुँदैन होइन। रात पर्यो त बुबु यो के हो खुवायो यो? राति भएपछि चाहिँ बोलमा खानु अरे नि त। अन्त बोलमै खानुपर्ने हो। बोलमा चाहिँ यस्तो हुन्छ कि सट्टै मुखमा पस्छ नि त। कुरा चाहिँ त्यहाँ छ है। अब यो गयो मलाई मिसर लागिरहेको थियो होइन।